छिमेकी नगरपालिकाहरू खैरहनी र रत्नगरमा सार्वजनिक सुनवाई भइसकेको छ। तर हाम्रो राप्ती नगरपालिका अझै किन मौन छ? स्थानीय सरकार सञ्चालन ऐनले स्पष्ट भन्छ, जनप्रतिनिधिहरूले नियमित रूपमा जनतासँग सार्वजनिक सुनवाई गर्नुपर्छ। तर यहाँ निर्वाचनपछि जम्मा 3 पटक यस्तो कार्यक्रम भएको छ। अब प्रश्न उठ्छ, सार्वजनिक सुनवाई नहुँदा के हुन्छ? जब जनप्रतिनिधि र जनता आम्ने सामने बस्दैनन्, त्यसपछि जनताका आवाज सुन्ने ठाउँ हराउँछ। गुनासा कागजमै सीमित हुन्छन्। समस्या समाधान होइन, थन्किने बानी बस्छ। आज राप्ती नगरपालिकामा त्यही भइरहेको छ। जनप्रतिनिधिहरू बीचको व्यक्तिगत र राजनीतिक टकरावले यो नगरपालिका अनिर्णयको बन्दी बनेको छ। निर्णय हुनुपर्ने ठाउँमा विवाद छ, काम हुनुपर्ने ठाउँमा सुनसान छ। यसको प्रत्यक्ष असर विकासमा देखिन्छ। कैयौं योजनाहरू सम्झौता हुन नसकेर अलपत्र छन्। कति योजना सम्पन्न भए पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा भुक्तानी हुन सकेको छैन। सोच्नुहोस् त, काम गर्नेले पैसा पाउँदैन, योजना बनाउनेले कार्यान्वयन गर्न सक्दैन र अन्ततः जनताले सेवा पाउँदैनन्। यो केवल व्यवस्थापनको कमजोरी होइन, यो जनतामाथिको अन्याय हो। अब समय आएको छ। सार्वजनिक सुनवाईलाई औपचारिक कार्यक्रम होइन, जवाबदेहिता सुनिश्चित गर्न माध्यम बनाउनु पर्छ। नगरपालिकाले तुरुन्त सार्वजनिक सुनवाई सञ्चालन गरोस्, निर्णय प्रक्रियालाई स्पष्ट बनाओस् र रोकिएका विकासका कामहरू अगाडि बढाओस्। किनकि विकास कागजमा होइन, जनताको जीवनमा महसुस हुनुपर्छ।